नमस्ते सबैजनामा। म चाहिँ आज चाहिँ हाम्रो बालन सरकारलाई चाहिँ एउटा सल्लाह भनौँ के सल्लाह दिन चाहन्छु भन्दाखेरि चाहिँ अब चाहिँ नेपालमा चाहिँ मिनिमम वेज चाहिँ महिनाको चाहिँ कम्तीमा नि 25,000 जति गरौँ। यो चाहिँ हरेक क्षेत्रमा लागू हुनु पर्यो र प्रत्येक व्यक्तिलाई चाहिँ ट्याक्सको दायरामा ल्याउनु पर्यो। भाडा माझ्ने मान्छेलाई पनि 25,000 चाहिँ मिनिमम तलब जोगौँ। अब यहाँ प्रश्न उठ्न सक्छ, सानसानो होटेलले कहाँ दिन सक्छ भन्ने कुरा हुन्छ। दिन नसक्ने भएदेखि सायद आवश्यकता नै पर्दैन कि एक्स्ट्रा मान्छेको आवश्यकता किन पर्छ? जुन बेलामा काम बढी हुन्छ, काम बढी भयो भने के हुन्छ भन्दा चाहिँ आम्दानी भइरहेको हुन्छ त्यही होइन। त्यसकारण चाहिँ जुन प्रफिट गर्छ नि जुन कम्पनी, होटेल अथवा जुनसुकै अब के भनौँ अब इन्स्टिट्युसनले, उसले चाहिँ आफ्नो प्रफिट चाहिँ सेयरिङ गर्न जानु पर्यो। अब यहाँ त के हुन्छ भने एउटा होटेलवाला हुन्छ, त्यो होटेलको मान्छेले चाहिँ सबले चाहिँ 5वटा घर बनाएर आउँछ, 2-3टा घर बनाएर आउँछ, तर बिचरा काम गर्ने मान्छे 10,000 8,000मा लगाइरहेको हुन्छ। यो चाहिँ फेयर होइन है। उसको घरबाट 2 वर्ष अलि ढिला बनोस् तर काम गर्ने मान्छेको घर पनि चलोस्। यस्तो हुँदा के हुन्छ भन्दाखेरि चाहिँ भाडा माग्ने मान्छेले पनि जब 25,000 पाउँछ महिनाको, बुढा र बुढीले गर्दाखेरि दुई ठाउँमा गर्दा 50,000 पाउँछ। दुईजनाले गर्दा 50,000 पाउने स्थिति भयो भनेदेखि उनीहरू भाडा माग्न पनि खुसी हुन्छन्, होटेलमा काम गर्न खुसी हुन्छन् र बाहिर जान पर्ने आवश्यकता पर्दैन। उसले आफ्नो बच्चाहरूलाई चाहिँ आवश्यक पर्ने पोषण तत्त्वहरूदेखिबाट लिएर लत्ता कपडाहरू पनि सहजै उपलब्ध गराउन सक्छ। र यहाँ के पनि हुन्छ भने उनीहरूसँग चाहिँ डिस्पोजेबल मनी हुने भएको कारणले उनीहरू अझ घुम्ने खाने पनि हुन्छ, यसले गर्दा व्यापार व्यवसाय अझै बढ्ने हुन्छ। अब यहाँ चाहिँ होटेलवालाहरूले चाहिँ सानसानो होटेलहरूले विरोध गर्ला, कहाँ हामीले अफोर्ड गर्न सक्छौँ र भनेर उनीहरूले के गरेको हुन्छ भन्दाखेरि चाहिँ 8-10 हजार दिएर 2-3टा स्टाफ राखिरहेको हुन्छ। त्यसमा बरु एउटा स्टाफ राखौँ, उसलाई चाहिँ जति सक्छ काम दिउँ, मानवीय एउटा हिसाबले जति गर्न सक्छ त्यसरी चाहिँ दिउँ। जति उसले मेहनत गरेर छ उसको 2 गुणा मेहनत उसले गर्नु परोस्, तर पैसा चाहिँ 2जना मान्छेको पैसा एकैजनाले दिउँ न। यसो गर्दाखेरि उसको पनि घर चल्ने हुन्छ, उसले पनि चाहेको चाहिँ इच्छा आकाङ्क्षा चाहिँ पुरा गर्न सक्ने स्थिति हुन्छ। त्यसकारण चाहिँ मेरो हिसाबमा चाहिँ नेपालको हरेक क्षेत्रमा चाहिँ यो मिनिमम 25,000 चाहिँ गराएर चाहिँ एकचोटि हेरौँ, ट्रायल 1 सालको लागि ट्रायल गरौँ, त्यस पछाडि त्यसको रिपोर्ट तयार पारौँ, यसले कस्तो इम्प्याक्ट पर्यो, इन्टरभ्यू लिउँ, काम गर्ने मान्छेको जिन्दगीमा के फरक पर्यो, व्यवसायीलाई के महसुस भयो, 3जनाको ठाउँमा चाहिँ 1जना अथवा 1.5 कामदार राख्दाखेरि कस्तो असर पर्यो, ओभरअल इफिसियन्सी कस्तो भयो, त्यसको हिसाब किताब राखौँ अनि त्यही अनुसार अगाडि बढौँ है। अहिले नमस्ते।